सुन्नुहोस् असारको 28 गते मेरो बुढाले मलाई सुताएको हो यी बज्नु भयो असारको 28 गते उयो धर्म यी गीता समाएर भनेको छु त्यहाँ टिप्नुहोस् 28 गते सरा असार यो छोड न यो छोड किन छोड्छु त मेरो लोग्ने हो भेटेको छोड्छु त लोग्ने हो भने बसी बस्छु यहाँ त बस्छु यहाँ त्यसरी हैन दुईजना उ नगर्नु अनि सुताको प्रमाण यी बुझ्नु सुन्नु न अनि स्वाइनी नसुताए पो सुताउँछ हो त किन खाना त्यति दिएन नि त दर्शकबिन यतिखेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ आमासँग हाम्रो भेट भएको छ आमाले हामीलाई धेरै नै फोन गरेको गरे बाबु मेरो एउटा समस्या छ यो समस्या राखिदिनुहोस् न मलाई एकदमै गाह्रो भएको छ हाम्रो पनि कुरा सुनिदिनुहोस् न भनिसकेपछि आमासँग भेट भएको छ र बाँकी आमासँग कुरा गर्दैछु के समस्या परेको रहेछ भनेर आमासँगै सोध्नेछु। नमस्ते म श्यामबहादुर भुजेल स्वदेश विदेशबाट हेरिरहनु हुने सम्पूर्णमा एकमुष्ट नमस्ते सेवानुङ र आमाको समस्या के हो हैन आमासँगै सोध्नेछु। भिडियो स्किप नगरिकन हेरिदिनु होला र सक्दो सेयर गरिदिनु होला लाइक कमेन्ट फलो पनि गरिदिनु होला। नमस्ते आमा। नमस्ते मेरो नाम रेणुका प्याकुरेल बरा क्षेत्र वार्ड नम्बर 2 को म महिला स्वास्थ्य स्वयंसेविका पनि हो। हजुर हामी त्यहाँ 30 वर्ष अगाडिदेखि मेरो बिहे 43 सालमा भएको हो। हजुर श्रीमान श्रीमती मिलेर बसेका थियौँ। मेरो श्रीमानले अर्को केटीसँग लसपस गरेको मलाई थाहा भएपछि मलाई कुटेर कुटपिट गर्न थाल्नुभयो। बस्न नसकेर घर गोठ गर्दा गर्दै उहाँले गोठमा बसेको बेलामा घर बेचेर माई नगरपालिका वार्ड नम्बर 4 पोखरी टोलमा आएर कान्छी श्रीमती ल्याएर बस्नुभएको छ अरे भन्ने सुनेर म अहिले बिचल्लीमा बसेको छु एउटा जङ्गलको छेउमा खोलाको छेउमा। मलाई त्यसै फालिएर अनि यहाँ आउनुभएको छ अरे भनेर खोज्दै यहाँ सरहरूसँग सहयोग मागेर मसँग पनि केही छैन उहाँले पनि मलाई नहेरेको 1 वर्ष हुन्छ अब भदौ 2 गते। हजुर हजुर उहाँ हिँडेको हिँडै बाहिर बोलाउँदा पनि बोल्नुहुन्न सोद्धा पनि बोल्नुहुन्न अनि यहाँ हुनुहुन्छ अरे भनेर खोजी गरिदिनु न भनेर आज सरहरूसँग खोजी गर्न आइपुग्दैछौँ। अनि श्रीमानको नाम चाहिँ के थियो आमा? दाताराम प्याकुरेल बरा क्षेत्र वार्ड नम्बर 1 मा खानेपानीमा काम गर्नुहुन्थ्यो थोरी पारी खानेपानीमा। हजुर उहाँ रिटायर हुनुभयो। रिटायर हुँदा पनि मैले वास्ता गरिनँ अब यसरी हिँड्नुहुन्छ भन्ने कुरा थाहा भएन। उहाँले पाएको अवकाशको रकम पनि हामीलाई दिनु भएन। 30 लाखमा घर बेच्नु भयो त्यो रकम पनि 1 पैसा मैले पाएको छुइनँ। उहाँ कहाँ हुनुहुन्छ कसो हुनुहुन्छ भन्दा अलिअलि पत्ता लागेर यहाँ हुनुहुन्छ कि भनेर हामी आउँदैछौँ। अब खोजी गर्ने क्रममा छौँ र खोजी भए हुनुहुन्छ भन्नेसम्म चाहिँ पत्ता लाग्यो अब जहाँ गएर के हुन्छ। हजुर हजुर ए भनेपछि अनि त्यो कान्छी श्रीमती लिएर हिँड्नु भएको कहाँको मान्छे हुनुहुँदो रहेछ? विराटनगर 2 को विराटनगर 2 नम्बर वार्ड अरे के अरे कटारी र हाटखोलाको बिचमा अरे। अब म सौताको कसरी मैले जान्नु उहाँको फोटो छैन रिलेसन र उहाँसँग चाहिँ म बोलेको पनि थिएँ त्यो कान्छीसँग भन्नेसँग। हजुर तँलाई कि आउँछस् भने आइज बस के अरे बसेर मिलेर खाए बसौँला नत्र भने आफ्नो आफ्नो गरी खाउँ किन बाहिर बाहिर अर्काको पैसा धुच्छेस् भनेर मैले फोनमा पनि बोलेको हो। अनुहार चाहिँ देखेको छुइनँ कस्तो छ के छ। मलाई कुटेर 3 घन्टा म बेहोस भएपछि सबैजना भेला भएर अनि मलाई मन दुखेर म गोठ र घर गर्दै थिएँ। गाई ग्वाली थियो ग्वालीमा कहिले बस्ने कहिले घरमा। म तीर्थ गएको बेलामा उहाँले सट्टसँगले घर बेच्नु भएछ 30 लाखमा र घर सर बेचिओरी रौता माई नगर गाउँपालिका वार्ड नम्बर 4 पोखरी टोलमा बस्नुहुन्छ अरे भन्ने सुनेर सरहरूसँग सहयोग मागेर आउँदैछु। हजुर हजुर अनि श्रीमान कति उमेरको पो हुनुहुन्छ त? 63 वर्ष हुनुभयो। 63 भइसक्नु भयो? हजुर। अनि कति वर्षको चाहिँ उहाँले भगाउनु भएछ? 45 वर्ष जतिको। तपाईँ चाहिँ कति वर्ष पुग्नुभयो? म 57 वर्ष। तपाईँ 57 वर्ष पुग्नुभयो? 40 वर्ष पुरा भएर 41 लागो बिहे गरेको। 16 वर्षमा मलाई बिहे गरेर म कुनै हालतले जुकाले खुन चुसे जस्तो चुस्छु तर म छोड्नेवाला छैन। मलाई डिभोर्सको मुद्दा हालेको छ। म फागुनदेखि डिभोर्सको मुद्दा हाल्दैछु। म डिभोर्स पनि दिन्न अंश पनि लिन्न। उसले 4 घाँस खान्छ भने मलाई 2 घाँस दियोस् बरु म 2 घाँस खाएर बस्छु तर म ऊ जहाँ बस्छ म छोड्नेवाला छैन। मैले के गर्नु सँगै बस्ने नछोड्ने त्यो श्रीमती अब कान्छी पनि सँगै बसोस् मिलेरै बस्नुहुन्छ? मिलेर बसिछे भने हजुर आउँछे होइन भने कि मलाई मिलेर बस्छे चत्रै जानुपर्छ कि होइन भनेदेखि के अरे म बाउ विवाहमा हाल्छु। तपाईलाई चाहिँ अहिले झुकिएर अहिले उहाँले चाहिँ अर्कै ठाउँ चाहिँ अब बिहे गरेर अर्कै ठाउँ जग्गा जमिन किनेर घरजम गर्दै हुनुहुन्छ। तपाईँलाई थाहा छैन? तपाईँको सबै मोबाइल नम्बरदेखि लिएर सबै ठाउँमा सम्पर्कबिन ब्लक गर्नु भएको छ? हजुर ब्लक गरेको छ।
अनि तपाईँ नानीहरू छैन छोराछोरीहरू? छोरो छ, छोराका 2टा छोरा छन्, छोरीका नातिनीहरू बिहे गर्ने बेला भइरहेछन्। छोरी 2टी छन्, एउटी विराटनगरमा छ, एउटी यति नजिकै छ। छोरो इटरीमा छ, सहकारीमा काम गर्छ। अनि छोराछोरीले चाहिँ अब यस्तो गर्नु हुँदैन, बुवा आमालाई पनि यस्तो हेर्नुपर्छ, यताउता सम्झाउनु भएन तपाईँ? बाउ छोरा मिलेका छन्। बुहारीलाई अब के हुन्छ कसो हुन्छ बुहारीलाई हेर्न सक्दिनँ भनेर उहाँहरू बाउ छोरै मिलेर घर बेचेर गरेका हुन्। भनेपछि उतातिर बारा क्षेत्रको घर बेचेर अहिले कान्छी श्रीमती लिएर चाहिँ रौतामाई पोखरी भन्ने ठाउँमा चाहिँ आएर बस्नु भएको छ भन्ने कुरा तपाईँलाई जानकारी आएर तपाईँ खोज्दै यहाँ आउँदै हुनुहुन्छ? हजुर। बडो समस्यामा हुनुहुँदो रहेछ त आमा तपाईँ। 57 वर्ष, अब बा हुनुहुँदो रहेछ, अब 63 वर्ष होइन? उमेर छौन्जेली र बल छौन्जेली चाहिँ सबै उसैले लिएर मेरो व्यवस्था गरिदिनु पर्यो नि त, पाल्नु पर्यो। आय स्रोत नभए पनि उसले जे कमाउँछ बरु पिठो मिठो जे हुन्छ उसले 4 घाँस खान्छ भने म त्यही 2 घाँस खाएर बाँच्छु, तर म छोड्दिनँ। उमेर छौन्जेल चाहिँ अब सँगै हिँड्ने सँगै बस्ने, अहिले बुढेसकाल लागेपछि चाहिँ अनि अलिक कान्छो उमेरको कान्छीहरू बिहे गरेर हिँडेर भयो त? उहाँहरूको पहिल्यैदेखि यसो रिलेसन चाहिँ थियो कि क्या हो? थियो, 2 वर्ष भएको थियो माघमा। अनि तपाईँले यस्तो नगर्नुहोस्, म घरमा छु, छोराछोरी छ, हेर्नै नसक्ने, कुटपिट गर्ने, आजै निस्कि सेतो कागजमा साइन गर भन्ने। म अब नपढेको मान्छे जान्दिनँ थिएँ। इमेज एफएममा गीती कथा सुन्दाखेरि सेतो कागजमा सही गर्नु हुँदो रहेछ भन्ने कुरा थाहा लाग्यो। हजुर। जब मुख्य कुरा भनेको चाहिँ म कुटेर मेरो 3 घन्टा लडिसकेपछि कानको जाली फुट्यो, अनि औषधि गर्नु पर्यो। अनि त्यहाँदेखि मेरो मन दुखेर म घर र गोठ गर्थेँ। उहाँ चाहिँ आमाकोमा गएर बस्नुभयो 6 महिना। अनि आमाकोमा बसेपछि अब सम्पर्क हुन छोड्यो। भदौमा 1 वर्ष हुन्छ। हजुर हजुर। के प्याकुरेल पो भन्नुभएको थियो? दाताराम प्याकुरेल होइन? 63 वर्षको बाले चाहिँ कान्छी श्रीमती 45 वर्षीय लिएर यतिखेर चाहिँ रौतामाईको पोखरीमा आएर बस्नुभएको छ भन्ने कुरा छ। हजुरको नाम चाहिँ के पो भन्नुभएको थियो? रेणुका प्याकुरेल। हेल्पोसमा म पनि स्वास्थ्य स्वयंसेविका हुँ। सबैजना डाक्टरहरूले चिन्नुहुन्छ है? हजुर। अब यत्रो तपाईँ स्वयंसेविका जस्तो मान्छे, यत्रो घरजम छोरा नाति भइसकेको, यताउता भएको बाको चाहिँ के भएर चाहिँ यस्तो मति भ्रष्ट भएको होइन? केटीले गर्दाखेरि बिगारी मेरो घर सबै बिग्रियो, केही पनि छैन, लथालिङ्ग। अहिले घरमा हेर्न पनि सक्दिनँ। अब आफूले दुःख गरेर बनाएको 40 वर्ष सँगै बसेको श्रीमानले छोडेर हिँड्दाखेरि कस्तो भएको छ मेरै मुटुमा मलाई थाहा छ। त्यही त आमा। अनि यो यस्तो बुढेसकालको उमेरमा पनि 63 वर्षको उमेरमा पनि कस्तो बिहे गर्नुभएको? ठिक छ आमा, अब हामी लगभग तपाईँको अब रिक्वेस्टलाई सुनिदिएर हामी तपाईँसँग भेट्यौँ। तपाईँको अब गुनासो धेरै अगाडिदेखि गरिराख्नु भएको थियो, हामी त्यहाँ आइसकेको छौँ। अब हामी लगभग त्यो ठाउँमा पुग्न आँटी पनि सकेका छौँ। अब के छ उहाँ तपाईँको श्रीमान र अब तपाईँको अहिले बिहे गरिसकेपछि सौतै भनौँ न, सौतासँग पनि भेटेर कुरा गरौँ। बिहे गरेको चाहिँ यता भगाएर यहाँ ल्याएको चाहिँ कति महिना कति दिन भयो, कसो? थाहै छैन। कहिले ल्याए कहिले। उहाँ चाहिँ आउनुभएको वैशाखमा। वैशाखमा आउनुभएको। वैशाख 9 गते उहाँदेखि आउनुभएको। घर किनेको, मकैहरू फोटोहरू हाल्ने, मकैहरू रेलिङमा राखेको फोटोहरू हाल्ने, बारदली लगाएको घर रहेछ, टाँडे घर, कुखुराको खोर, बाख्राको खोर, सबै थोक भएको किने। तपाईँसँग चाहिँ बोल्दै नबोल्ने? हजुर। ए मोबाइल त उसमा मेसेन्जरमा त ब्लक गरेको छ, फोन चाहिँ उठाउनुहुन्न। हजुर। हप्तामा 2 पल्ट चाहिँ फोन गर्छु। हजुर। गर्न चाहिँ गर्नुहुन्छ, उठाउनु चाहिँ उठाउनुहुन्न? हजुर। भनेपछि अलरेडी तपाईँहरूको मुद्दा पनि परिरहेको छ, उहाँले चाहिँ डिभोर्स दिनु भनेर मुद्दा हाल्नु भएको छ? हजुर, डिभोर्स दिनु भनेर मुद्दा हाल्नु भएको छ, तर म कुनै हालतले पनि उहाँलाई छोड्दिनँ। हजुर। अनि यो यस्तो बुढेसकालमा चाहिँ किन चाहिँ अब डिभोर्स गर्नुपर्ने त होइन? आफ्नो यसो मन मिलेन भने आफ्नो गरी खाँदा भइहाल्छ नि त होइन? छोरा नाति म रोगी छु, उहाँ जहाँ जस्तो भए पनि म उहाँलाई छोड्दिनँ। मलाई जस्तो खानुहुन्छ म खानुहोस्, उहाँको आधी भाग खान्छु बरु म, तर म छोड्दिनँ। छोड्नुहुन्न? किन? अब मेरो के उमेर जवान मेरो फर्काइदिनु पर्यो, गरी खानु पर्यो। म गर्न सक्दिनँ, घुँडाको समस्या छ, सुगर छ, प्रेसर छ, अनि मलाई कसले दबाई महिनावारी पेल्ने? अब अहिले जमिन टोक्नु हुँदैन, पैसो छैन। हजुर। उजाललाई अर्काले पाल्न सक्छ भने मलाई चाहिँ पाल्न सक्दैन? हजुर। 45 वर्षकी चाहिँ राम्री भई, म चाहिँ के अरे यस्तो भएको उमेरको चाहिँ नराम्री भएँ, के पुगेन उसलाई। हजुर। लु ठिक छ नि त, उसलाई श्रीमती पनि चाहिएको छ भने हामी 2टी मिलेर बस्छौँ। हजुर। नमिले पनि तिनीहरूको दुईजनाको भागबाट आधी खान्छु। हजुर। तर सँगै बस्नुपर्छ। यो ठाउँमा चाहिँ म बस्न दिन्न कि
हजुर कान्छीलाई धपाउनै पर्छ। यहाँ आमा रेणुका प्याकुरेलसँग हाम्रो जुन आमाले एकदमै रुँदै रुँदै हामीलाई चाहिँ फोन गरेर आफ्नो समस्याहरू सुनाइसकेपछि हामी आमाको देख्न नसकेर फोनमा सुन्न नसकेर हामी आमा भएको ठाउँमा आइसकेको छौँ। र जुन दाताराम प्याकुरेल उहाँको श्रीमान हुनुहुन्छ, उहाँले चाहिँ कान्छी श्रीमती 45 वर्षे कान्छी श्रीमती लिएर अर्कै ठाउँमा घर जग्गा जुन आफै बसिरहेको घर जग्गाहरू बेचेर चाहिँ अर्कै ठाउँमा घरजम गर्नुभएको छ भन्ने कुरा छ। र उहाँ दाताराम प्याकुरेल चाहिँ हुनुहुन्छ 63 वर्षको र यता आमा हुनुहुन्छ 57 वर्षको। र आमाले चाहिँ खोज्दै आफ्नो श्रीमानलाई जाँदै हुनुहुन्छ, जहाँ कि अब भेटिन्छ कि भेटिँदैन भन्ने कुरा पनि हुन्छ। त्यहाँ हामी एउटा लोकेसन अनुसार त्यहाँ जाँदैछौँ। त्यहाँ गएर चाहिँ उहाँलाई हामीले भेटायौँ भने आमा र बुवालाई एक ठाउँ कुरा गराएर चाहिँ उहाँहरूलाई भेट गराइदिएर सम्बन्धित निकाय कानुनी प्रोसेसमा पुर्याएर कानुनले उहाँहरूलाई कहाँसम्म के गर्छ कानुनी प्रोसेससम्म चाहिँ पुर्याइदिनको लागि सहयोग र हेल्प गर्नको लागि हामी आइपुगेका छौँ। र अब हामी आमा जान्छौँ है त, तल अब लगभग पुग्न आँटेको छौँ। हस् ल राम प्याकुरेल तपाईँले त अनि जेठी श्रीमती छोडेर यहाँ घर किनेर बस्नु पाएको छ, कान्छी श्रीमती ल्याएर भन्ने कुरा आयो। जेठी कता हजुर जेठी खोइ जेठी पनि आउनु भएको छ। मुद्दा चल्दैछ, अदालती प्रक्रिया छ। हजुर मुद्दाले के गर्छ ल्याएको छ भनेर मात्र प्रमाण पुग्नु पर्यो नि। ल्याएको छ प्रमाण त यहाँ नजिक सबैले चाहिँ अहिले यहाँ नजिक यहाँ देख्ने मान्छेहरूले चाहिँ यहाँ नजिक लिएर आउनु भएको छ भन्ने कुरा छ। ल्याएको नि अब पकाएर ठाउँको ठाउँ लुकाउनु भयो भने होइन, म लुकाउँदिनँ। मलाई तपाईँकै ठाउँमा छ। अनि खोइ त श्रीमती चाहिँ बेसी नै छोड्नुभयो? म जस्तो हिँड्न सक्छन् आइमे केटाकेटी? होइन त्यो त सक्दैन। आउँदै हुनुहुन्छ भन्नु न कि आउँदै हुनुहुन्छ भने आउँदै म त हुनुहुन्छ। भरे आउँछु अब दाइसँग। के गर्न जानुभएको बेसी? घाँस दिन गएको नम्लो डोरी त्यतिकै बसेर भयो। अनि तपाईँ त यति बौद्धिक मान्छे, खानेपानीको अध्यक्ष पनि के चलाउनु भएको रहेछ, त्यति राम्रो सबै थोक गरेको। त्यति राम्रो आमा हुनुहुँदो रहेछ। अनि यो उमेरमा कति 63 वर्ष पुग्नु भयो होइन? 63 वर्षको उमेरमा 45 वर्षको चाहिँ अनि अर्को फेरि बजै खोजेर हिँड्नु भएको? त्यो त ल्याउनै पर्यो। के बाध्यता पर्यो त्यस्तो? पकाएर खुवाउनु पर्यो। हजुर साथ चाहियो, साथ भएन। भएन। एउटा जोगी आउँछ लम्पसार परेर ढोक्छन्, आफ्नो लोग्ने कता हो थाहा छैन। हजुर भात पकाएर उसले राखेको त भाँडामा आफूले गएर छोएर खान पाइएन। हजुर हजुर यहाँ धेरै छन्। त्यही भएर मैले अदालतमा मुद्दा हालेँ। हजुर मानव चामल मलाई डिभोर्स दे कि अंश लि भनेर। त्यस पछाडि मानव चामलको मुद्दा हालेर अस्ति 10 लाख रुपियाँ झोलामा हालेर माथि गएर रोएर त्यो अदालतै थर्काइ जम्मै ऊ भएर क्यान्सल गरी 5 लाख चाहिँ गुम्रिएकै हाली 5 लाख खोज्न पाइयो। प्रमाण हुनुपर्छ। प्रमाण त कागज छ। यो हाम्रो यस्तो छ, अदालती छ, ओडामा पनि छ। मानव चामलको पहिले नै अदालतले रोकिदियो। त्यहाँ यो मानव चामलको पैसा त्यहाँ क्षेत्रीका नदिनु भनेर, अनि अदालतमै दिनु भनेर मैले अदालतै गएर पैसा दिएको। त्यो बैस छैन। के गर्ने त अब? के लाने मलाई लाने भने म अहिले जान्छु। जान्छु म त। अनि आफ्नो श्रीमानलाई लान त पाइहाल्छ नि त। म किन पाउँदिनँ? मेरो श्रीमान हो। घरे छोरा छोरी आएर तेरो फेरि नगर्नु। केही पनि गर्दैन। म मेरो श्रीमान म त अँगालो मारेर लिएर जान्छु। किन लाने? म मेरो लोग्ने होइन भन्न सक्छु। मलाई प्रमाण पुर्याउनु पर्यो। किन अन्डीको भात लाउनु पर्यो कि मेरो पैसा यही हो नि त। हो यहाँ आउनु नि। यहाँ तँसँग बस्दै बस्दिनँ म। बसेर बसिहाल्थेँ नि। यहाँ उहाँसँग बस्यो नि। यहाँ आउनु नि। यहाँ आउनु 4 महिना माथि गएर घरमा बस्दा नि यसले मलाई छोडेर उत्तालतिर बस्ने। म घिउ र दुध बोकेर यसलाई ल्याएर खुवाउने मै हुँ। सबै छोरा छोरी नाति नाति सबैलाई थाहा छ। अनि यस्तो क्या दाइ, अब किन चाहिँ तपाईँलाई अहिले बस्दैमा उहाँ नै आमा नै मैले यो मलाई छोराले गर्दाखेरि बाउ बरु एकातिर जाऊ यो पोखरमा कि म गीता किताब पक्रेको छु। म त गीता लिएर हिँड्छु। बुझ्नु? तेरो किताब राखिराख। म त पुस्तक लिएर हिँड्ने हो। अनि के बाध्यता परेर चाहिँ तपाईँको? मलाई त पकाइ खुवाउने चाहियो, श्रीमती चाहियो। श्रीमतीले भयो यहाँ बस्नु न। त्यो मेरो मन ठिक छ, तपाईँलाई पकाइ खाने चाहियो, श्रीमती चाहियो। अब श्रीमती हुँदाहुँदै अर्को श्रीमती ल्याउनु भयो होइन? अब भए पनि समस्या त आयो होइन? समस्या केही आउँदैन। अब अदालती प्रक्रिया छ। अदालतले अब भोलि पर्सि के गरिदिन्छ त्यही गर्छु। अब मेरो 3 गतेको पेशी छ, जानुपर्ने। अस्ति 25 गतेको तारिक भ्याएर आएँ। म भन्छु ल, सुन्नुहोस्। असारको 28 गते मेरो बुढाले मलाई सुताएको हो। बुझ्नुभयो? असारको 28 गते धर्म गीता समाएर भनेको छु। त्यहाँ टिप्नुहोस्।
28 गते असार यो छोड न यो छोड किन छोड्छु त मेरो लोग्ने हो भेटेको छोड्छु त म लोग्ने हो भने बसी बस्छु यहाँ त तँलाई बस्छु यहाँ त्यसरी होइन दुईजना उ नगर्नु न अनि सुताको प्रमाण बुझ्नु यहाँ सुन्नु न अरे स्वाइनी नसुताए पो सुताउँछ हो त किन खान त्यति दिएन नि त हो किन ल्याइयो त हो त्यसले होइन यस्तो हो तपाईहरुले खिच्नुस् म भन्छु ल्याउनु भयो होइन अब यस्तो हो कि हजुर कतिवटा छन् केटाकेटी केटाकेटी सबै बाउतिर छन् आमातिर त घोघो मात्रै त्यो ल्याएदेखिको त त्यही आमाले अर्कै छोरो ल्याएर पालिदिएछ हो धर्मपुत्र पालेको भन्दै पालेर छोरो उनीहरू भागिरहेछ अगाडि के हेरेर बस्नु भनेर हो बेल्लीबाट मैले टाउका ढुङ्गा पोखेर आजभन्दा 5 वर्ष अगाडि पनि ढुङ्गा पोखेर मैले घर बनाएको घर आज लथालिङ्ग शत्रु हँसाएर हेर्नु तपाईँहरूलाई मैले बोलाएको फोटो खिचेर लिदिनुहोस् न भनेर ओ उहाँ आमाले हामीलाई फोन गर्नुभयो होइन मेरो यस्तो यस्तो समस्या भयो अब श्रीमानले अर्को म जुकाले खुन जसरी चुस्छ नि म छोड्नेवाला छुइनँ जहाँ गएर जसरी भन्छ जहाँ न्याय पाइन् 57 वर्षको उमेरमा रस र बस चुसिसकेपछि अस्ति अदालतमा यो कुरा गर्नुपर्छ क्या गर्छु गर्दैछु के को मैले ठाउँ पाएको खोजेको थिएँ त्यसपछि त अस्ति पैसा गप्प बेगमा हालुन्जेल के गर्नु त 30 लाखमा मैले तेङ्गोलाई 4 लाख रुपियाँ पाएको छु अर्कालाई खुवाउन लगेर के गर्न मुद्दा तेरो दाजुले खा त 50,000 खाउँ न त दिएपछि खान्छ नि त दिन्छु त तपाईँका छोरा छोरी त ठुला छन् उहाँहरूले चाहिँ के भन्नुभयो अहिले उहाँ पैसा वाल हुनुहुन्छ उहाँले सबै किनेको छ उहाँ दारू पिउने मान्छे म साधु हुँ मेरो सत्य हुँदैन अब सुन्नु समस्या आयो जे भयो भयो अब यसको विकल्प के छ होइन तपाईँ के गर्नुहुन्छ तपाईँले जुन उहाँ तपाईँको श्रीमान दादाराम होइन प्याकुरेलसँग मैले मेरो सबै फेसबुक फोन लाग्न छोड्यो मलाई यो भयो होइन भन्ने कुरा गर्नुभयो हामीले उहाँसँग भेटाइदिउँ अब हामी मात्रै पनि सर्वेसर्वा होइन होइन अब अदालत त छ होइन कानुन छ तपाईँहरू कानुनी प्रोसेसमा गएर अब तपाईँहरू सँगै बस्नुहुन्छ कि उहाँले भने जस्तो उहाँले त डिभोर्सको अब मुद्दा हाल्नु भएको छ क्यार होइन अब के गर्ने होइन त्यो हिसाबले तपाईँहरू चाहिँ अब तपाईँलाई चाहिँ कसरी सजीकरण हुन्छ त्यो चाहिँ अब कानुनले जे दिन्छ त्यो त अब गर्नु पर्यो होइन तर यो उमेरमा चाहिँ अब उहाँ 57 वर्ष तपाईँ 63 वर्षको उमेरमा चाहिँ अब होइन आफ्नो श्रीमतीलाई नै भरिसके चाहिँ होइन अब कसरी हुन्छ उहाँलाई अब टाइम दिएर उहाँलाई भनेर गर्नुभएको भए हुन्थ्यो अहिले अर्को यो उमेरमा त बिहे गर्नु भनेको त होइन अलिकति मलाई त समस्या छ नि पकाएर खुवाउनु आसाममा कसले दियो भने तपाईँले पकाउनु भएन आज सबै म एक्लै खाँदैछु अलि घोष गरेर बोल्ने आमाका घर जानु गएर 6 महिना बस्नुभयो बुझ्नुभयो मैले स्वास्नी नभएपछि आमाको पनि जानु पर्दैन त गाई बस्तु गोठ छ नि त त्यतिखेर तपाईँहरू सँगै बस्नुहुन्न थियो म भन्दैछु त 4 महिना माथि म बस्दा गरेर उसलाई कुकुर घिउ लगेर सुन्नु न पक्राउनु पर्छ घरमा लुगादेखि लिएर चप्पलसम्म मैले राखेको छु उहाँ बसेको होइन भन्नुहुन्छ भने अब यहाँ सुन्नु न दुवैजना सेतै फुलिसक्नु भएको तपाईँहरू 12 आमा हुनुहुन्छ यो उमेरमा अब छोराछोरीलाई पनि कस्तो नमिठो लाग्छ नि त अब यसरी छुट्टिनु पर्दाखेरि तपाईँहरू त मिल्दा हाम्रो पहिलेको हेर्ने मैले तपाईँलाई बाटा ढाँटिनँ नि हो कि होइन लु भन्नु प्रमाण सहित छ तपाईँले उहाँले श्रीमतीले भनेर भनेको 1 वर्ष भइसक्यो तपाईँले श्रीमती ल्याउनुहोस् भनेर अनि कुट्न थालेपछि के अन्त कुटेर जाली कुटेको छुइनँ है अहिले कुटेर छोरो आउँछ छोरी आउँछ आउन् कि छोराछोरी किन छोराछोरी सम्हालेर नबसेर स्वास्नी चाहियो मलाई लोग्ने चाहियो लु मलाई लोग्ने देखाइदिनु लोग्ने खोज्ने भने माथि जाने कहाँ माथि माथिल्लो घरमा किन गयो कि म लोग्ने चाहियो मलाई तपाईँलाई स्वास्नी चाहिन्छ मलाई लोग्ने चाहियो नि त मलाई लोग्ने चाहियो अब मुद्दाको प्रक्रिया छ मुद्दा फैसला हुन्छ मुद्दा सुद्धा अदालतले तपाईँहरूले यो अदालतले जे गरिदिन्छ म त्यही गर्छु म कसैको अब हामीले मिलाउने त हो अहिले जानुपर्छ चौकी जानुपर्छ आमा र बुवालाई भेटाइदिउँ मैले अदालत पुग्नुपर्छ पेशी छ मेरो अब के बाँध्नु मिलेर बस्नु के आमा र बुवालाई हामीले भेटाइदिउँ हो उहाँ दाइले भने जस्तै मिलेर बस्नु दुवै श्रीमती मिलाएर राख्नुहोस् त्यो नै बेटर हुन्छ होइन त्यो अब के हो भने यो उमेरमा आएर ती छोराछोरी छन् छोराछोरीलाई पनि आमा बुवा भन्ने ऊ पनि हुन्छ किन तपाईँहरू भिन्नता हुनु मिलेर बस्नुहोस् तपाईँले ल्याउनु भयो ल्याएको आफ्नो तपाईँहरू नबस्नु नबोल्नुहोस् मेरो घरको व्यथा के थाहा मेरो पनि व्यथा त्यस्तै छ तैँले भन्ने हुँदैन कुटेर लडाउनु भयो छोरा बुहारी नभएदेखि प्यारलाई सुन्थ्यो यसो गरेर समायो मेरो छोरा बुहारीले अनि मलाई भरे सबै बोलाएछन् मान्छे कस्तो हुन्छ तपाईँ बुढेसकाललाई स्वास्नी कुट्न जानुहोस् त बुहारी नाति नातिनाको अगाडि पुर्लुक्क डङरङ लड्दा कस्तो हुन्छ छोरा बुहारीले सम्हाले अनि त्यहाँदेखि छोरा बुहारीले सम्हालेपछि पनि लड्न भित्तामा ठोकिएकोले कानको जाली फुटो
अनि हस्पिटल गएँ औषधि गरेँ त्यो दिन कस्तो आयो मलाई योभन्दा 5 वर्ष अगाडि पेटभरि खान नपाएको मैले दाउरामा यो तालु थिएन मेरो तपाईँकै धापमा थियो बनाएर खानु अनि हुनु पर्यो नि त तपाईँको श्रीमतीलाई पनि बोलाउनुहोस् है ऊ त अहिले भरे कतिखेर आउँछ बोलाउनुहोस् उहाँको पनि इच्छाहरू के छ अब होइन के होइन, म भन्नुहुन्छ घर उहाँले। जानुहुन्छ भने तर तपाईँले अब म मिलेर दुवैजना बस्छु, श्रीमतीलाई लिएर राखेर जान्छु। छलफल गराएर सक्यो। अब निकास त दिनु पर्यो होइन बिचरा यति अब म लिएरै बुढी जान्छु, भएको सँगै आमालाई पनि बस्ने त हो। अब तपाईँले यहाँ अहिले यो चाहिँ भ्रममा पर्नु भएको छ कि यो बुढो भएको मान्छे होइन 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 अनि तपाईँहरू अहिले भ्रममा पर्नु हुँदैछ कि 57 वर्ष भइसक्यो अदालतले त उहाँ अस्ति माथिबाट हाकिम झरी उहाँको मुद्दै लिएर नआउनुहोस् भनेर हप्काएर पठाएको छ किन किन साइरन बजेको 5 तल यो रुएर लास्टमा नाटक गरेर अनि रुन लास्टमा नाटक छोरो हो बुढो हो अलग अलग बस्ने हो भनेर भनेको भरे यसो गर्ने बेलामा चाहिँ वा गर्दै सजिलो हुन्छ 5 साइरन बजेको सबै साइरन पाँचै तलनमा हजुर बाहिर त यत्तिकै राइफलवाला त हजुर आम्मामा त के अनि भयो यो उमेरमा डिभोर्स भन्दा कस्तो आपतकालीन हुन्छ भनेर सुन्नुहोस् अनि पैसा झोलामा हालेर त्यसो गर्न धन्न छोराको पाला पनि ब्याग खोज्नु भेट्टा छ र फुत्त फाल्दियो र मैले ठिक छ छोरो पनि मलाई 5 लाख मैले चाहिएको पाउनु पाएँ नभएदेखि त्यो सबै बोकेर अनि बिताउनु यस्तो नाटक गर्ने मान्छे हो कि यो नामै नहुनु पर्थ्यो यस्तो पहिलेदेखि हो जेमा पनि झगडा हुन्थ्यो बाँध्नु हुन्थ्यो एकछिनमा हो त्यतिखेर बाँधेर नि त्यतिखेर झगडा गरेर मान्छेसँग राखेर जे गरेर भए पनि मिलेर दुईजना बस्छौँ भनेर बसेको भए त्यो बेग्लै कुरो हुन्छ